चाहिँ आफ्नै घरको वरिपरि करेसा बारीमा चाहिँ यसरी सागसब्जी टिपटाप गर्दै यो बाक्लो भएको मकैहरू काट्दैछु। ल मैले चाहिँ यसरी यो बाक्लो भयो क्या साथीहरू, त्यही भएर मैले यसलाई मार्कसिट गर्दै हो। अनि यहाँनिर यसरी यो बाक्लो के काम भनेर मैले चाहिँ यो अनि फर्स्ट यो सिमीहरू पनि टिप्दैछु, सबै छिपिसकेछ, त्यही भएर मैले चाहिँ टिप्दैछु साथीहरू। यहाँनिर चाहिँ अनि यसरी म चाहिँ टिप्दैछु यो फर्सीहरू, सरी फर्सी नै घिउ सिमी अस्ति पनि टिपेको थिएँ, फेरि अब फेरि टिप्ने बेला भइसकेको रहेछ, त्यही भएर म चाहिँ फेरि टिप्दैछु साथीहरू। अघि मेरो हात पनि अलिकति काटेको मकैको पत्ताले कलिलो कलिलो टिप्दैछु, म चाहिँ छिपेको थिएँ, पछि दाना बनाएर राख्ने मिठो हुन्न। यो मेरो सब्जी आफ्नै करेसाबारीको सब्जी साग सब्जीहरूलाई ए साथीहरू यस्तै छ आफ्नै बारीको अर्ग्यानिक साग सब्जी खाने हो हामी त। यति हुँदैछ, म यता टिप्छु है अझै यति भइरह। अब अझै टिप्दैछु मैले चाहिँ, कति धेरै छ क्या साथीहरू, सबै छिपिसकेको रहेछ। अस्ति टिपेदेखि मैले धेरै भयो थियो, 2 चोटि टिपेँ, त्योभन्दा टिपेको थिइनँ, धेरै छिपिसकेको रहेछ साथीहरू। यति भयो। अब चाहिँ म अर्को यो राजमा खाल्छु पकाइ, राजमा पनि छ है हाम्रो बारीमा चाहिँ साथीहरू, सबै पानी पराउ भइसक्यो, सबै झरिसक्यो, कुही पनि सक्यो। यो चाहिँ राजमा हो, यो राजमा पनि हेर्नु सायद सबै सुकिसकेको छ, यसलाई पनि मैले उखालिदिएँ। अब राजमा चाहिँ सबै सुकिसकेको छ साथीहरू, यति भयो राजमा चाहिँ। अनि यो अब त्यहाँ मैले सब्जी खाने खुर्सानी टिप्छु म। अब यो चाहिँ सब्जी खाने खुर्सानी हो साथीहरू, यो चाहिँ थोरै नै फलेको छ है, यति भने मिक्स मार्क्स होइन, टमाटरको हालत त्यस्तो छ। यो भिन्डी एउटा भए पनि फलेछ, अरू त्यता फुल्दैछ है साथीहरू। यस्तो छ है मेरो करेसाबारीको साग सब्जी। त्यसमा त 2 चोटि 3 चोटि नै मैले टिपिसकेर सायद। यो चाहिँ हो यो लाम्चुवालाई के भन्छ, माछे खुर्सानी भन्छ, अनि यसलाई चाहिँ भन्छ क्याप्सिकम इङ्ग्लिसमा, अनि नेपालीमा चाहिँ के भन्छ यसलाई, खै के भन्छ ल, यति सानो छ, खै के भन्छ त्यही भन्छ होला, क्याप्सिकम के यस्तै यस्तै सागसब्जी। यो डल्ले खुर्सानी चाहिँ हेर्नु, यो चाहिँ परारकै बोट हो क्या साथीहरू, पुरानै फल्न चाहिँ बेसकै फलेछ कि, तर यो के भएको होला हेर्नु त साथीहरू, यो के भएको होला बुझ्नै गाह्रो। लो यस्तो यस्तो हुने है, अनि त्यसपछि यस्तो भएर मर्दिने, यस्तो भइदिने। यति राम्रो राम्रो खुर्सानी बादमा हेर्न कस्तो भइसक्छ। यो चाहिँ खानुको लागि टिप्नु पऱ्यो, हरियो यस्तो सागसँग सब्जी यस्तो भइसकेको छ है साथीहरू। यहाँनिर यस्तो भइसकेको छ, ठुल्ठुलो छ, तर भने सबै उभो छ कि, सबै यो के भएर बिग्रियो हेर्नु साथीहरू। अलि छिपेको छैन, तर पनि पिरो छ, लास्टै पिरो छ है साथीहरू। यो राजमा चाहिँ आन्टीले यति टिप्नु भएछ कि हेर्नु, भारी बोकेर अब कहाँ जानुभयो त हाम्रो आन्टी। हेलो तिमी को? म टक्लाउ। ठ्याक्कै त्यस्तै देखतिर क्या। यति टिप्नु भएछ आन्टीले चाहिँ तरकारी, अनि यो चाहिँ राजमा अरे। आजको लागि यति नै, बाई।